बाटोमा हिँडेको यहाँ एकान्छी चाटैमा बन्छ जान लाग्यो जाँदैन बाचा किन फर्की आउँला लिन कान्छी हे कान्छी अनि कस्तो कान्छी लाग्यो कान्छी लाएर हिँडेको कोट्याउने छैन हामी हिँड्दै गरेको यहाँ कहाँ हिँडेको र हामी अहिले उतार होइन नि सबै उयो छ ए पत्ता लाग्छ मैला लाग्छ नि त हिल सेन्डलमा नि अब हामी हिँड्दै गरेको छ यहाँ अवस्था सिँढी यहाँ बस्छ माथिदेखिको सिँढी म आउँदै गरेको ल सबै देखो र देखिँदैछ कति वर्ष भयो तपाईँ यहाँ आउनु भएको यता 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 हेर्नु म यहाँ 2014 मा आएको अब अनि कस्तो लाग्छ यहाँको वेदरहरू राम्रो लाग्छ राम्रो छ अहिले मात्रै हिँड्न पाउने नि गुडुल जान अब विन्टर लागेपछि तपाईँ जान पाउनुहुन्न नि पाइन्छ पाइन्छ ए अनि कपाल राम्रो मिलाउन है अब त नानीले गाडी किनेको छन् गाडीमा गइन्छ गाडीमा नजिक भएर यसो वाकिङ एक्सर्साइज तपाईँलाई यो ठाउँमा हिँड्न पाउँदा कस्तो लाग्यो रमाइलो एकदम रमाइलो ल ठिक छ रमाइलो तिमीहरूको प्यान्ट चाहिँ कस्तो छ अनि यसो हेर्ने मान्छेहरूलाई के भनिदिने त तपाईँलाई यो बाटो सबै भत्केको छ यो बनाउनु पर्दैन तपाईँले भनेर चाहिँ होइन पत्रकारहरूले जस्तो इन्टरभ्यू हो अनि भत्ता सरकारी पैसा कति खाइन्छ त अनि सरकार त्यत्रो तलबहरू आउँछ होइन त्यो तलबहरू आएको अनि यस्तो बाटो यसरी भत्केको छ लु बाटो यस्तो भत्केको यो भत्केको बाटोलाई कहिले बनाउने सरकारमा गएको कहिले हो भनेर चाहिँ पत्रकारले मैले भन्नु नभनिकन म यहाँको नेता भइदिँदा त राम्रो हुन्थ्यो नि नेपालको नेता हो नेपालको नेतै हो नेपालको नेताको कसलाई चिन्नुहुन्छ तपाईँ भन्नुहोस् त भन्नुहोस् आज भन्ने दिन छ आज भन्नुहोस् आज भन्नु भएन पनि तपाईँ ठिक हुनुहुन्न भन्नुहोस् बालेन छ अनि अर्को बिर्से हर्का सम्पाङ अनि अरू केपी ओली देशचोर भगभकेको घाँटी जेन्जीले झन्डै सुई भगभके शेरबहादुर देवा बाख्रा चोर गगने होइन अनि तपाईँ किन हाँस्नु भएको अघि घरको दैलोको छेउमा परेर हाँस्नु भयो नि किन
तिमीलाई देखेर नि सही के हो मेरो चप्ली ए मलाई देखेर हाँसेको ए के भयो मेरो चप्ली हौ के भयो के भयो उकिँदैन हौ अर्जुनले अब मन्त्रीको चप्ली त्यस्तो लगाएको त हेरेर नि रातो कार्पेटमा पनि हिँड्नुपर्छ त तिम्रो नेता नि तिम्रो नेता देशको नेता अर्जुनल नेता केपी ओली बाजे के पर्छ तपाईको मित्र मित्र नि